मात्रै मजाले बिग्रिरहेको छ बाटो पनि पानी पनि मलाई यो टर्निङ राम्रो भयो भने हुन्छ आलु भन्दा त खड्दै गर्दिन दिपामा अहिले निस्किनलाई सम्भवै छैन अब दिपा यहाँ झर्नु ल 30 मिनटको बाटो 1.5 घन्टा लाग्यो भन्दा बाटोको त एकदमै हालत खराब छ एकदमै हिँड्दाखेरि चाहिँ यहाँ मौसमलाई चाहिँ एकदमै ध्यान दिएर हिँड्नुपर्छ मध्य पहाडीको चाहिँ यो एकदम हालत खराब छ अहिले यही त हो ती अस्ति ट्रक पल्टेको यही हो उता भित्तापट्टि पल्टेछ नि यतापट्टि पल्टेको भए त तल्लो रोडमा गएर अल्झिन्थ्यो भित्तापट्टि पल्टेछ र राति 11 बजे आएर उठाइदिएको बाटो त ल बाइकहरूलाई त बरु पल्लो बाटो चाहिँ टिल गऱ्यो भने चाहिँ सकिन्छ त्यो पायो बाटो त असम्भवै छ अनि यस्तोमा गम्मुट नलाई सकिन्छ त त्यो हो गम्मुट लगाएपछि झ्याप जता पनि किल्चिन पाइयो कि हो सरहरू गम्मुट लाएर गइदिन्छ स्कुल अनि श्रमदानबाट बनाउँदै गर्दाखेरि होला हौ तिपा कि कसले राख्यो हेर्दा त सरकारी नै छ होइन तिपा यताबाट गयो भने चाहिँ तिपा हुनु त छेउ गयो भने चाहिँ बाइक त सकिन्छ होइन गाडी त यो बाटो त झन् कामै छैन अनि यो बाटो हाल्छ होइन यो बाटोको नि हालत खराब बनाइदिइसक्यो कि यही त हो अन्तिम पहिला अप्ठ्यारो थियो अहिले तल बनायो निस्किँदा चाहिँ रमाइलो हुने रहेछ तिपा चिप्लेर तर ढल्क किन्ने आउँदैछ दुईटा आउँदो रहेछ झर्नु त्यो पाएन ढल्किने आउँदैछ बिचराहरू हजुर माथि ठिक छ तल्लो टर्निङ कसरी आउनुभयो राम्रो योभन्दा तल्लो टर्निङ कसरी आउनुभयो योभन्दा तल्लो टर्निङ
सानो जुत्ताले बुटोको के हो फेरि होइन त भित्ताको बाटो भन्दा हुन्छ हामी चाहिँ हिँडिराखेको भएर छेउको बाटो पनि हिँड्न सकिन्छ प्रायः जस्तो यस्तो छ अहिले यो चाहिँ हामी चाहिँ शाखा बाटोमा हो न त पहाडीको चाहिँ जान हालत एकदमै खराब छ गाइस डिल 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 हिँड्नुपर्छ 1 मिस गेम फिनिस ल टिप्पा बस्नु यहाँनिर छ टिप्पा सबैभन्दा अप्ठ्यारो चाहिँ फेरि हुने हुँदैन र मात्रै यो यस्तो मात्र खल्कियो फेरि यतिखेर हो टिप्पा सबैको के है बाटो एकदम डेन्जर छ भन्नु न दिपा हेलो हेलो माथि बाटोले त यहाँ त बाटोले कुद्नु पर्यो हो त्यहाँ आफ्नो रावणको घर छेउमा टर्निङमा त्यहाँ आउनु भएको छ ल अब ल म अब आइहालेँ है ल टिप्पा बस्नु ओडाले हेर्नु न यस्तो चिप्लो बाटो छ अब धेर छैन हजुर अब यहाँ एक टर्निङ चाहिँ अप्ठ्यारो हो हजुर उहाँसम्म मात्रै हो यहाँसम्म मात्रै हो होइन नि अझै 6-7 घुम्ती चाहिँ हाम्रो त यतापट्टिको सबै बाइकको चिजहरू भाँचिएर साफ छ ए होइन होइन म चाहिँ उहाँसम्म मात्रै हो अब यहाँ अप्ठ्यारो छ एक ठाउँ एक खेप छ कहाँ छ अरे दिपा हिमराज यहाँ तल आइसकेको यहाँभन्दा उता त नथाउँ के हो दिपा यहाँभन्दा उता त एकछिन बस्नु है बिस्तारो लान्छ बाटो हेर्दाखेरि यस्तो यो साल चाँडै बिग्रियो कि नत्र भने पोहोर थिएन यस्तो कुन ठाउँसम्म हिँड्नु हजुरहरू दिक्तेल बजार यतै बोलाउनु पर्छ अब मध्य पहाडी यता गयो भने चाहिँ टक्क हुन्छ मध्य पहाडी यता भन्छ सर्टकट बाटो अब राइट लाग्दा चाहिँ दिक्तेल है हजुरबाट आएर झर्दा चाहिँ अब दिक्तेल लाग्यो गाइस बाटो यस्तो छ मेरा यी आँखामा तिम्रै मध्य पहाडी हालत खराब
मध्य पहाडीको यात्रा गर्दा चाहिँ मौसम हेरेर गर्नु होला बाइक त हेर्नु न यहाँ ब्रेक घुमेर यहीँ आइपुग्यो खुट्टा टेक्ने ठाउँमा फेरि यहाँ सुमोहरूले पनि यस्तो लिक हालिदिइहाल्दो रहेछ क्या दाजु एउटा चक्का यता चाहिँ जानु सक्ने सम्भावना आपतमा चाहिँ रहेछ अघिबाट बिहानसँग मलाई अर्को बाइकमा लडाइहाल्यो छ्यासै अगाडिको मात्र ब्रेक अनि पछाडिको छैन हजुर म दुईजनै गएको जानु त हजुर ठ्याक्कै त्यो राजनको घर छेउमा के बुढो फोनमा बोल्दै थियो जुत्ता त भिज्यो होला है दाजु हजुरको जुत्ता भिज्यो होला पुरै जहाँ पुल त बग्न लागिरहेछ दाजु त्यहाँबाट हेर्नु न ओइ चाटा तर्सिन्जाल भयो हेर्नु न गाह्रो है तल्लो बाटोको छेउछेउमा नि कता आइपुग्यो है अब चाहिँ बल्ल पिच भेट्यो अब चाहिँ ढुक्कै भयो जाठो
आमा रेनकोट पनि हालौँ है दाजु ओभर डेन्जर हान्दो रहेछ पछाडि त सड्क त आमा 53 मिनटमा झडी